राष्ट्रपतिको चुनावमा हामीले हाल्नु हुँदैन भन्यौं, निर्णय गरायौं त। आज राष्ट्रपतिलाई मानेर सरकारमा जाने, गणतन्त्र नेपालको राष्ट्रपतिलाई स्वीकार्ने, शपथ ग्रहण गर्ने अनि राष्ट्रपतिको निर्वाचनमा भाग नलिने दोहोरो नीति। अनि यसो भयो द्वैत मनस्थिति। तपाई चाहिँ कुन देशको नागरिक हो? म नेपालको नागरिक। तपाई कुन देशको? यो नेपालले बनाएको। गिव मी आंसर। सीधा बैग में हम ना जाने दाम, तू मेरा एक लेगा ले लेंगे खानदान। नेपाल त नेपाली जनताले बनायो। अहिले जनताले कहिले बनाए? यहाँ धेरै जनताले कुर्बानी गरेका छन्, त्याग गरेका छन्, तपस्या गरेर संघर्ष गरेर एकीकरण कसले गर्यो? आन्सर। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। अरु गणतन्त्र चाहिन्छ कि चाहिँदैन, यो देशमा राष्ट्रपति मान्ने कि नमान्ने भन्ने कुरा पनि नेपालको संविधानभित्र लेखिएको छ। तर सरकारमा अनि अर्को कुरा, झण्डा हल्लाएर गणतन्त्रको विरोध गर्न पाइँदैन। गणतन्त्रको ठाडो विरोध गर्न पाइन्छ। सदनमा उठेरै बोल्न पाइन्छ। सदनमा बोल्न पाइएला, तर क्याबिनेटमा बोल्न पाइँदैन। हाम्राले त बोले त, खै के ख्यासे। ये कोई शक नहीं, तेरी चेक नहीं, बिबा जट दिया चले सरदारी। तपाईले पत्रकारिता कहिलेबाट गरेको? 46 सालको जनआन्दोलन, म त्यतिखेर 14 वर्षको उमेरमा पत्रकारिता सुरु गरेँ। 46 सालमा प्रचण्डले ल्याएको व्यवस्था हो। जलवा है हमारा। 46 सालमा राजा थिए कि थिएन? राज संस्था थियो। हो, राज संस्थाले बोल्न राजा वीरेन्द्र हुनुहुन्थ्यो त्यतिखेर। अनि बोल्न दिँदैन थियो? 46 सालको जनआन्दोलन अगाडि कहाँ बोल्न पाउँथ्यो? जनआन्दोलन अगाडिको कुरा गरेछन्, मैले पछाडिको कुरा गरे। पछाडि त राजा संवैधानिक भइसकेको थियो, बोल्न संवैधानिक पाएन। राजाले बोल्न दिन्थे कि दिँदैन थिए? तर सक्रिय राज संस्था थियो नि त। हैन, तपाईले बोल्न पाउनुहुन्थ्यो कि पाउनुहुन्थ्यो? एकछिन जवाब दिनुस् न कम से कम। 46 सालमा तपाई पत्रकार बन्नुभयो। 46 सालदेखि 64 सालसम्म यो देशमा बोल्न पाइन्थ्यो पाइँदैन? तर बीचमा जनताले बोल्न पाए। हैन, पाइन्थ्यो कि पाइँदैन थियो? मगा मान जाना ना से करवा जी के गाडी के टरक के नीचे एक तंता बाबा जी के मौत का। नेपालका जति पनि एफएम छन् तिनीहरुको स्थापना कहिले भएको? 46 भन्दा पछाडी, 64 भन्दा अगाडि। राजाको शासनमा आएन नि त। राजा थिए कि थिएन? राजा थिए कि थिएनन् त्यतिखेर? संवैधानिक राज संस्था हो, अहिले पनि हामी त्यही मागिरहेछौं। हो, संवैधानिक राज संस्था माग्दाखेरि तपाई जस्ता पत्रकार उफ्रेर के भन्नुहुन्छ भने बोल्न पाइँदैन थियो भन्नुहुन्छ। जनतालाई भरम सर्ने। ये कोई शक नहीं, तेरी चेक नहीं, बिबा जट दिया चले सरदारी। 74 को निर्वाचनमा आउँदै गर्दा हामी 1 सिटमा सीमित भयौं भने 2069 आउँदाखेरि आज 42 सिट छ राप्रपासँग भने अहिले एकैछिन हेर्नुस् त, बिस्तारै बिस्तारै परिवर्तन हुँदैछन्। जनता यो कुरा बुझ्दैछन्। 84 को चुनाव हेर्नुस्, राप्रपाले बहुमत ल्याउँछ। राप्रपाले बहुमत ल्याउँछ। किन तपाईलाई आत्सम्म लाग्छ? दिउँसै रात पार्ने कुरा गर्नु यस्तो अचम्म लाग्छ। तपाईले जीवनमा कहिले पत्रकार हुनु सुन्नु भएको छ? मेरे डब बत्ती भोर थले काली कार बैठे कार विच मेरे चुन में जे या। अहिले पनि तपाई राष्ट्रपतिको बारेमा जे पाए त्यही बोल्न पाउनुहुन्छ? जनताले भनिरहेछ, राष्ट्रपतिको आलोचना गरिरहेछ। हैन, आलोचना अहिले पनि जे अहिले पनि आलोचना गरिरहेछ। अहिले पनि राष्ट्रपतिलाई जनताको प्रतिनिधि राष्ट्रपति बन्ने हो नि त। राष्ट्रपतिलाई जनताको छोरो राष्ट्रपति बन्ने। अनि राजा कसको छोरो? गिभ मी आन्सर। राजा कहाँको? आज पनि तपाईको म भन्छु नेपालको विज्ञापन मार्केट कति छ? एकछिन गएर अडिट हेर्नुस् त। अनि मिडिया हाउसका मालिकको सम्पत्ति कति छ? कहाँबाट आयो? क्या बोलते कंपनी कमाएले बहुत बने, इनको लग रहा